हेलो नमस्ते गुड मर्निङ मेरो वाइटी च्यानलमा सम्पूर्णलाई सम्झना अनि नमस्ते छ। आज म चाहिँ बिहान मर्निङ वाक गर्ने क्रम गर्दै म चाहिँ आज बिहानै स्विमिङमा जाँदैछु गाइजहरू। ल स्विमिङ चाहिँ मैले यहाँ तल यो धन्याटार भन्ने ठाउँमा चाहिँ मैले 10 दिनको प्याकेज लिएको छ। त्यहाँ चाहिँ मैले स्विमिङको लागि चाहिँ मैले केही सिक्नको लागि भनेर पनि 10 दिनको प्याकेज लिएको हो। त्यहाँ चाहिँ म आज मर्निङ टाइममा जाँदैछु। आज मेरो अलिकति काम दिउँसो परेको हुनाले मर्निङ टाइममा चाहिँ राखेको हो मैले। आज मर्निङ टाइममा चाहिँ मलाई पारिदिनुहोस् न टाइम मिलाएर, म दिउँसो आउन अलिक भ्याउँदिनँ। आज मेरो अलिकति काम छ, अनि त्यही भएर चाहिँ मैले बिहान मर्निङ टाइममा चाहिँ यो स्विमिङको टाइम सारेको हो। कस्तो लाग्छ च्यानल, मेरो वाइटी च्यानल सम्पूर्णले यो भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। अन्तिमसम्म हेरेर कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला भन्ने चाहन्छु। त्यस्तो छ। आज बिहानै मौसम फेरि चिसो चिसो छ। चिसोमा फेरि अब पानी बिहानै पर्यो। काठमाडौँको त त्यसै अलिकति चिसो मौसम, त्यसमा पनि अब अलि पानी परेको हुनाले चिसो चिसो मौसम भइरहेछ। त्यसमा पानी परेर झनै चिसो भइरहेछ। पानीमा कसरी पौडिने हो, जाडो जाडो होला जस्तो छ। यो पनि अब सिक्न त पर्यो होइन साथीहरू, सिक्न त पर्यो। नजानेपछि कुनै पनि कुरा हामीले जानेको छैनौँ भने त्यो कुरालाई जाडो चिसो तातो हावा हुनरी जे भए पनि सिक्नु चाहिँ पर्छ हामीले। के हो दाइ, यो लट्टे हो? अहिले राख्नुहुन्छ यो? कति वर्षसम्म राख्नुहुन्छ? हो ल, त्यही भएर यहाँ एकजना दाइ बाटोमा जाँदा जाँदै भेटायो क्या। साग सब्जी कस्तो राम्रो रहेछ। अनि म फेर्दाखेरि राख्नुहुन्छ कि भनेको नराख्ने रहेछ, छिटै गइहाल्ने रहेछ। त्यो भएर जानुपर्छ। यो घुम्ती कटेर परसम्म गइसकेपछि अनि चाहिँ स्विमिङको त्यो आउँछ गाइजहरू। ल यो पारी चाहिँ हाम्रो यो पुलभन्दा पारी के यो खै के पारी छ। के खोला भन्छ यसलाई? धोबी खोला के भन्छ? धोबी खोला भन्दा यतापट्टि म हिँडिरहेको छु। उता पारिपट्टि चाहिँ धोबी खोला भन्दा पारिको ठाउँको चाहिँ करिब अब म मेरो लोकेसन स्विमिङ लोकेसनमा आइपुग्न लागेँ गाइजहरू। त्यो पारीमाथि अनि धोइधारा के सरसफाइ गर्ने कार्यक्रम पनि गर्छ। मौसम यो चाहिँ के अरे तारेमा सेक्वा पर्नको चाहिँ लोकेसन हो भने कसैलाई सेक्वा खान मन लागेको छ भने यहाँ एकदम राम्रो स्पेसल हामीले त्यहाँ खाइरहेको ठाउँ हो। यहाँ चाहिँ तारेमा सेक्वा कर्नर हो यो पसल होटल। त्यसले एकदम राम्रो सेक्वा बनाउँछ। अहिले चाहिँ बिहान मर्निङ टाइम भएर चाहिँ खुलेको छैन। बेलुका 2-3 बजेबाट चाहिँ यो ओपन हुन्छ। एकदमै राम्रो हुन्छ। तारेमा सेक्वा कर्नर भनेर लेखेको छ। हो यहाँ आउनु होला। यो धन्याटारको छेउैमा पर्छ यो स्टिपभन्दा मुलतिर तल खोलाभन्दा यता वारिपट्टि
थुक्पाको छेउमा भनौँ अलिक तल झरेर अनि यहाँ धनियाँ टार भन्छ धनियाँ टारको चाहिँ छेउमा पर्छ यो यहाँ दिदीबहिनीहरू आज यो के अरे के रहेछ यो के सरसफाइ रहेछ खोला सरसफाइ रहेछ एकदम कुल छ एकदम काठमाडौँको मौसम चाहिँ एकदमै रमाइलो चिसो त्यसमाथि पनि पानी परेर झनै ठन्डा छ एकदम राम्रो छ ल धनियाँ टार करिब आइपुग्न लाग्यो गाइजहरू ल धनियाँ टार आइपुग्न लाग्यो अब यहाँ चाहिँ स्विमिङ गर्ने ठाउँ चाहिँ मेरो ठ्याक्कै आइपुग्न लाग्यो ल गाइज यहाँ एउटा आकाशको पुल छ त्यो चाहिँ ब्रिज मान्छे पर्ने पुल हो यो त्यहाँपट्टि यहाँबाट चाहिँ अब म राइट टर्न लिन्छु है गाइज राइट टर्न लिएपछि नजिक हो मेरो स्विमिङ गर्ने ठाउँ चाहिँ यहाँ हामीलाई यो रोड यता चाहिँ तल उँधो कालो पुलतिर जान्थ्यो यो बाटो हामी म यता राइट लगाएपछि अब यहाँ नेटारको स्विमिङ ठाउँमा चाहिँ आइपुग्छु है त ल अब म स्विमिङतिर जान लागेको हो स्विमिङमा जानको लागि चाहिँ हल्का बाथिङ त गर्नुपर्छ बाहिरको धोर्नो मैलो फोहोर मैलाहरू हुनसक्छ त्यही भएर त्यसलाई चाहिँ सफा गरेर मात्रै स्विमिङ उसमा चाहिँ पुलमा चाहिँ छिर्नुपर्छ नत्र छिर्न दिँदैन स्विमिङको लागि चाहिँ खानालाई रेडी हालतमा छु है त गाइज ल ल गाइजहरू अब म स्विमिङ जानलाई रेडी हालतमै भइसक्यो चिचाङ चाइनिज चाइनिजलाई चिचाङ भन्नुहुन्छ होइन ल लिनु त यहीँबाट गरिदिनु हुन्छ ल यहाँबाट जाने कुरा नआउने हो भइसक्यो अन भइसकेको छ ल ल
प्लस ठुलो मान्छे पनि खेल्न मिल्ने प्लस बच्चाहरू मात्रै भनेको चाहिँ बुझ्न मिलाउने छ गहिरो छ कति छ पुरै डुबो त खोइ पन्डुबी लगाएको छैन त्यस्तो उलाएको छैन नडुब्ने
रमाइलो है स्विमिङ पुलमा बच्चाहरूको बिहानैदेखि खेलिरहेको अवस्था छ स्विमिङ किनकि बाटो त्यस्तो डिस्टर्ब हुन्छ होइन बाटो भाडाहरू 2000 म तपाईँलाई अहिले बेलुका यहाँ गौशाला आइसक्यो तपाईँ चाबेल कति लो छिटो आउनु त्यहाँ मेडिकल दुईटा काट्नु छ